मम्मी नोमेड भनेको चाहिँ नि यो बङ्गाली टुरिस्ट जस्तो ल्याउने होइन उनीहरू खालि पढेर कम्प्युटर उनीहरू जम्मै आएर यहाँनिर बस्छ रुम रेन्ट पनि तिर्छ महिनाको उयो गर्छ त्यहाँदेखि खाएको पेमेन्ट चाहिँ हप्तामा गर्छ पेमेन्ट अलग्गै तपाईँहरूको यो चाहिँ झन्झट पनि छैन नि तपाईँ बङ्गाली टुरिस्ट जस्तो छैन फेरि हल्ला पनि हुँदैन उनीहरू हल्ला हुँदैन सानो सानो ट्याममा पकाइदिए टक्क हजुर। खाना आउँछ त्यहाँदेखि हजुर, जान्छ आफ्नो कोठामा रुममा बसिरहेछ हजुर उनीहरू बसेर काम गरिहाल्छ हजुर उनीहरू त्यहाँ घुम्नु ओर्नु गयो भने उनीहरूको चारा चाहिबी थियो लक गर्छ जान्छ जति गयो भने रुम भाडा पाकिबस्छ हजुर हजुर उनीहरू 1 महिनै घुम्नु गयो भने पनि उनीहरूको केहरू त्यहीँ राखेको हुन्छ हो हजुर हजुर त्यसरी काम। वर्षमा चाहिँ कति जना जस्तो आउँछ नोमेडहरू तपाईँको हाम्रोमा तर हामी त भर्खर राखेको ए हजुर अझै हजुर 4-5 महिना राख्यो हजुर हजुर त्यहाँदेखि 20मा 2 महिना ग्याप राख्यौँ फेरि हजुर हजुर अलिक अब पकाइदिने मान्छे नि त हुनु पऱ्यो हजुर 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 त्यसले गर्दाखेरि अब भोलिदेखि आउँछ भन्थ्यो 28 दिन कि कति दिनको ए एक्लै आउनुहुन्छ उहाँहरू चाहिँ कि बुढाबुढी बुढाबुढी पनि आउँछ दुईजना बुढाबुढी आउँछ भन्थ्यो हजुर 2 रुम छ अन्त 2 रुममा एक जना नै बस्यो भने त्यति नै हो भाडा रुमको हजुर एउटा रुमको भाडा चाहिँ कति लिनुहुन्छ अहिले हामीले 800 दिँदैछ दिनको हजुर रुम भाडा मात्रै खाएको चाहिँ एक्स्ट्रा खाएको एक्स्ट्रा उनीहरूले कति खान्छ त्यो अब खाएको प्लेटको हिसाबले लेख्नु पर्यो ए तर उनीहरू मामा मात्रै खाँदैन कहिले चिल्ला खान्छ भन्छ कहिले पोहा खान्छ भन्छ कहिले परोटा खान्छ भन्छ कहिले मोमो खान्छ भन्छ कहिले सेलरोटी खान्छ भन्छ हो हजुर बनाइदिनु सक्नु पर्यो हजुर हजुर ए राम्रो हो नि यो तपाईँहरूको नि खानेले कहिले त 1000 रुपियाँ दिनमा खाइहाल्छ दिनमा 1000 पनि खाइदिन्छ त्यो मासुहरू हजुर हजुर खानेहरूले चाहिँ हजुर हजुर नभए कसैले चाहिँ अब 500 पनि खाँदैन हजुर कोही त बिहान ब्रेकफास्ट पनि नगरेर एकैचोटि लन्च गर्ने मात्रै हुन्छ हजुर हजुर त्यस्तो हुन्छ कति चाहिँ अब बिहानदेखि खान्छ उनीहरू चाहिँ यहीँ आएर बसेर काम गर्छ उनीहरूको हामी टाइममा उनीहरूले हजुर। कति बजी खाना खाने हो भने यति बजी बिहान ब्रेकफास्ट कति बजी 8-9 बजी खान्छ त्यहाँदेखि 12-2 बजीतिर खाना दिउँसोको हजुर हजुर अन्त बेलुका एकैचोटि 6 बजी 7 बजी यो नोमेड भन्ने त म त हिजो अस्ति भर्खर सुनेको मात्रै हो अहिले हालमा त हो न पहिला त हामी लोकल पालेको नि हजुर लोकल तिनीहरू चाहिँ हल्ला गरे बेसी रातभर सुत्नु दिँदैन नि हजुर हजुर झन् त्यो खट्टु खानेहरू त झन् के त्यो बङ्गालीहरू बेसी के अरे यो बङ्गाली होइन के त्योहरू बेसी हल्ला गर्छ हौ साह्रै अब खानुमा बाच्छा पनि हजुर खानुमै बाँच्छ झगडा गर्ने खालको नि हजुर झगडाहरू उनीहरू यहाँ माथि त्यो अन्डाकै विषयमा अब हामी चाहिँ त्यो पस्केर दिनु पर्थ्यो रहेछ हामी चाहिँ पस्केर दिँदैन गन्ती गरेर कतिजना छ डङ्गामा राखिदिन्थ्यो नि हो हजुर हजुर अनि खानेले चाहिँ भक्कु खाइदिइहाल्छ उसले खुट्टाको भात अर्कोले